आयुष्मान भारतको केवाइसी गर्ने प्रोसेस जो चलिरहेको छ है, कतिजना मान्छेहरू अब लोकेसनमा नभएको कारण कि त जानकारी नभएको कारण है गर्नुभएको छैन भने चाहिँ तपाईँहरूले पनि म जस्तै घर बसी केवाइसी गर्न सक्नुहुनेछ मोबाइलकै माध्यमबाट है। हेर्नुहोस् होला यो सानो भिडियो। फेरि कतिजना फ्यामिली मेम्बरहरू आफू साथमा हुँदैन होइन, अनि हामीलाई उनीहरूको यो केवाइसी गर्दा चाहिँ पिक्चर चाहिने रहेछ है। अनि त्यति बेला चाहिँ मैले के आइडिया गरेँ भन्नुहोस् त, पहिला त पासपोर्ट फोटोमा ट्राई गरेँ तर त्यो चाहिँ हेजी आयो, राम्रो आएन है। त्यसपछि मैले यसो आइडिया लगाएर चाहिँ अर्को फ़ोनमा चाहिँ हालेँ है फोटो। अनि त्यो फोटो चाहिँ मैले आफ्नो फ़ोनबाट चाहिँ क्लिक गरेर चाहिँ पासपोर्ट फोटो जस्तो बनाएर चाहिँ हालेँ। अनि एकदमै सजिलो हुँदो रहेछ प्रोसेस। यसरी नै ट्राई गर्नुहोस् होला साथी। यदि तपाईँको अब आफ्नो मान्छे छेउमा छैन भने चाहिँ तपाईँले यसरी पनि उनीहरूको केवाइसी चाहिँ भेरिफाई गर्नु सक्नुहुनेछ। साथीहरू, सबभन्दा पहिला गुगल खोल्नुहोस् अनि गुगलमा गएर माइकमा भन्नुहोस् है, आयुष्मान भारत एप। देख्नुहुँदैछ यो फर्स्टमा जुन खुल्यो आइकन देख्नुहुँदैछ, यहाँ एकदम ट्रीको आइकन छ है, त्यहाँ गएर तपाईँले ओपन गर्नुहोस् है। अनि तपाईँले सबभन्दा पहिला चाहिँ यो एपलाई चाहिँ आफ्नो फोनमा इन्स्टल गर्नुपर्ने हुन्छ है। यसलाई चाहिँ तपाईँले अब मेरो त पहिला नै मैले इन्स्टल गरिसकेको छु र चाहिँ मेरो यहाँ सिधा ओपन भनेर आउँछ। यदि तपाईँको भएको छैन भने चाहिँ तपाईँले पहिला इन्स्टल गर्नुपर्ने हुन्छ। यो एप मेरोमा पहिला इन्स्टल छ, यानि कि मैले पहिला हालिसकेको छु र चाहिँ मेरो ओपन भनेर आउँछ है। इन्स्टल गरिसक्नुको बादमा चाहिँ तपाईँको फोनमा नै आइकन देखाउँछ है। यहाँ देखिरहनु भएको छ आयुष्मान भनेर यहाँ देखिरहनु भएको छ। यो आइकनलाई गएर म क्लिक गर्छु है। जस्तो क्याप्चा देख्छ त्यो फिल गरेर चाहिँ तपाईँले भेरिफाई गर्नुपर्ने हुन्छ है। अनि तपाईँको मोबाइलमा जुन चाहिँ ओटिपी आउँछ तपाईँले यहाँ देख्नु भएको छ, म यो तल हालिरहेको छु है। त्यसरी हाल्नुपर्छ आफै नै। अन्त हाम्रो रिक्वेस्ट प्रोसेस हुँदैछ, हेर्नुहोस् है। त्यहाँदेखि चाहिँ अब हाम्रो लगइन हुन्छ है, हेर्नुहोस् त्यसरी। अनि यहाँ सोध्छ आयुष्मान भारत पिएमजेवाई जुन छ त्यहाँ हामीले क्लिक गर्नुपर्छ है। त्यसपछि हामीले अब आफ्नो स्टेट छान्नुपर्ने हुन्छ। जसरी कि म वेस्ट बेङ्गालको हो त म वेस्ट बेङ्गल भनेर हाल्छु। अनि त्यसपछि फेरि हेर्नुहोस् है, वेस्ट बेङ्गल गरेर हालेपछि चाहिँ अब कसरी सर्च गर्ने भन्दैछ होइन। यहाँ अप्सन देख्छ, म आधार कार्ड हाल्छु अनि आधार कार्डको नम्बर हाल्छु। यहाँ हेर्नुहुँदैछ है, यसरी आधार कार्डको नम्बर हाल्नुपर्छ। त्यहाँबाट चाहिँ यो क्याप्चा फिल गर्नुपर्छ। हेर्नुहोस् है, क्याप्चा चाहिँ पुरै भन्नुपर्छ। यो क्याप्चा देखिरहनुपर्छ, यो सेम मैले लेख्नुपर्छ। यहाँ क्यापिटल छ भने क्यापिटल, स्मल छ भने स्मल लेटर, नम्बर छ भने नम्बर है। यसरी हालेर चाहिँ तल देख्नुहुँदैछ सर्च छ, त्यहाँ गएर चाहिँ मैले क्लिक गर्नुपर्ने हुन्छ। यति गरेपछि चाहिँ अब हेर्नुहोस् है के हुँदो रहेछ। त्यो सार्नुहोस् है। त्यहाँ सार्दाखेरि तपाईँले देख्नुहुनेछ हाम्रो डल्लै फ्यामिलीको डिटेल आइहाल्छ त्यहाँ है। अनि जतिजनाको भेरिफिकेसन हुँदैछ, अन्डर भेरिफिकेसन होइन, त्यो स्टेट भेरिफिकेसन पेन्डिङ भन्दैछ है। भेरिफाइड देखाएको छेउमा देख्नुहुँदैछ त्यो चाहिँ भएको हो। अनि साइडमा चाहिँ जुन चाहिँ डु केवाइसी भन्दैछ होइन, आयुष्मान कार्ड क्रिएट गर्नुलाई चाहिँ केवाइसी बनाऊ भन्दैछ होइन। उनीहरूले चाहिँ यहाँ क्लिक गरेर चाहिँ फेरि अर्कै प्रोसेस छ। यो चाहिँ तपाईँलाई बताउँदैछु म है, कि हामीले केवाइसी गर्नुपर्नेले चाहिँ कसरी गर्नुपर्छ भनेर। त्यो पनि हेर्नुहोस् आइडेन्टिफाइड छ होइन, उनीहरूले चिन्यो। तर अब हामीले केवाइसी चाहिँ गर्नुपर्छ है। हेर्नुहोस् है यहाँ कसरी गर्दैछु म। अब देखाएको तपाईँलाई मैले डिटेल्स चाहिँ ग्रिन भएको चाहिँ अब सबै भेरिफाइड भएको, अनि त्यो अरेन्ज कलरमा भएको चाहिँ भेरिफिकेसन गर्नुपर्ने हो है। अब मेरो यहाँ नानीको चाहिँ आयो होइन, मैले त्यहाँ क्लिक गरेको थिएँ। अनि म नानीको आधार कार्ड हाल्छु होइन। अनि यहाँ चाहिँ कन्सेन्ट दिनुपर्ने हुन्छ, आई एग्री भनेर यहाँ ब्लू टिक लाग्यो, त्यसपछि अलाउ गर्यो। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ भेरिफिकेसन हुन्छ। त्यसमा चाहिँ ओटिपी आउँछ अब है। मेरो नानीकोमा चाहिँ मेरै नम्बर थियो र मेरो फोन नम्बरमा चाहिँ ओटिपी आउँछ। अनि त्यो ओटिपी चाहिँ मैले यहाँ हाल्नुपर्ने हुन्छ। त्यो पनि दुईवटा आउँछ, चाहिँ बेनिफिसियरीसँग जुन चाहिँ फोन नम्बर छ है त्यसमा आउँछ, अनि अर्को चाहिँ बेनिफिसियरीको आधार कार्डसँग जुन चाहिँ फोन नम्बर रिलेटेड छ त्यसमा आउँछ। अनि दुईवटा चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ है। यसरी दुईवटै ओटिपी हालिसकेपछि आफै यसरी प्रोसेस भएर जान्छ अनि न्यू पेज खोलिन्छ है। अनि त्यो न्यू पेजमा चाहिँ तपाईँले एउटा फोटो हाल्नुपर्ने हुन्छ है बेनिफिसियरीको। अनि अब तपाईँको कोही आफ्नो मान्छे छैन या तपाईँलाई अब फोटो खिच्नुमा प्रब्लम हुँदैछ भने चाहिँ तपाईँले अब फोनमा भएको फोटो हुन्छ नि, त्यसलाई चाहिँ क्लिक गर्नु सजिलो हुने रहेछ। त्यसरी चाहिँ पासपोर्टबाट पनि मेरो नहुँदा चाहिँ मैले तपाईँलाई फर्स्टमै भनिसकेको छु, तपाईँले त्यसको काम चाहिँ गर्नु सक्नुहुनेछ है। फोन नम्बर हालेपछि चाहिँ हामीले यहाँ आफ्नो भेरिफिकेसन गर्नुपर्ने हुन्छ है। भेरिफाई गरेर ओटिपी आउँछ, त्यो ओटिपी हालेर यसरी देखाउँछ कि हाम्रो मोबाइल नम्बर चाहिँ भेरिफाइड भयो भनेर है। त्यसपछि डल्लै आफ्नो डिटेल हाल्नुपर्ने हुन्छ। आफू चाहिँ अब त्यो बेनिफिसियरी चाहिँ जो यहाँ हेड अफ द फ्यामिली छ उसँग के रिलेसन छ है। जसरी कि मेरो डटर हो त मैले डटर सेलेक्ट गरेँ, त्यहाँदेखि इयर अफ बर्थ सेलेक्ट गर्नुपर्छ, त्यहाँदेखि कुन चाहिँ स्टेट है, त्यो सबै त्यहाँ छान्नुपर्ने हुन्छ। हेर्नुहुँदैछ तपाईँले साइड एरोबाट छान्नुपर्छ। अनि मेन चाहिँ यो रुरल हो कि अर्बन। रुरल मिन्स
पञ्चायती एरिया है अनि अर्बन मिन्स म्युनिसिपालिटी एरिया कि चाहिँ टाउन बजारहरू होइन त्यस्तोहरू। अनि यहाँ चाहिँ तपाईँले सब डिस्ट्रिक्ट छान्नुपर्ने हुन्छ। मेरो चाहिँ दार्जिलिङ पुल बजार हो र मैले त्यसरी छानेँ। त्यसपछि चाहिँ तल आउँछ भिलेज। भिलेज पनि तपाईँले देख्नुहुन्छ साइडमा जति पनि एरो छ नि त्यहाँ क्लिक गर्नुपर्छ अनि तपाईँको भिलेज चाहिँ देखाइहाल्छ। तपाईँले त्यहाँबाट चुज गर्नुहोस् है। त्यसपछि चाहिँ सिम्पली सबमिटमा क्लिक गर्नुपर्छ। हेरिरहनु भएको छ तपाईँले त्यहाँ सबमिटमा क्लिक गर्नुपछि चाहिँ तपाईँको अब यस्तो केवाइसी डन भनेर आउँछ। तपाईँले यहाँ ओकेमा गएर क्लिक गर्नुहोस् है। त्यसपछि फेरि यस्तो पेज खुलिन्छ है जसमा तपाईँले गएर क्याप्चा फिल गर्नुपर्ने हुन्छ अनि प्रोसिड गर्नुपर्ने हुन्छ है। हेर्नुहोस् यहाँ मैले क्याप्चा फिल गरेर अब प्रोसिड गर्दैछु। त्यसपछि चाहिँ यस्तो पेज खुलिन्छ है जसमा गएर चाहिँ तपाईँले आफ्नो स्टेटस चेक गर्नुहोस् कि तपाईँको केवाइसी भएको छ कि छैन भनेर। अनि सबभन्दा पहिला तपाईँको स्टेट देखाएको हुन्छ वेस्ट बेङ्गल, त्यहाँ चुज गर्नुहोस्। अनि आधार नम्बर छ है तपाईँले देख्नुहुन्छ साइडमा जति पनि एरो छ त्यहाँ गएर क्लिक गरेर चुज गर्नुहोस् है। मैले यहाँ आधार नम्बर चुज गरेको छु अनि तल गएर चाहिँ आफ्नो आधार नम्बर इनपुट गर्नुहोस् है। अनि त्यसपछि चाहिँ क्याप्चा फिल गर्नुपर्ने हुन्छ। हेर्नुहोस् है तल क्याप्चा जस्तो देखाएको छ त्यस्तै गरेर चाहिँ फिल गर्नुपर्ने हुन्छ है। फिल गरेर चाहिँ सर्च गर्नुहोला। चाहिँ यसरी फेरि फ्यामिली डिटेल चाहिँ सो हुन्छ है। अनि यहाँ म चेक गर्दै तपाईँलाई देखाउँछु मेरो नानीको चाहिँ जुन चाहिँ नाम चाहिँ अघिसम्म चाहिँ डु केवाइसी थियो त्यो चाहिँ अहिले क्लियर भएर गएको छ। पछि तपाईँले यहीँबाट तपाईँले डाउनलोड गर्न सक्नुहुनेछ आफ्नो आयुष्मान भारत कार्ड। थ्याङ्क्स फर वाचिङ साथीहरू।